यो फलको नाम के होला? हजुरतिर यसलाई के भनिन्छ? कमेन्ट्समा लेख्नुहोला। यो एकदम बहुमूल्य फल हो। जसलाई सुगर छ उसले बिहान पानी खाइसकेपछि आधी घन्टापछि यो फल 4-5 वटा दिनदिनै खाँदा सुगर बिरामीलाई निकै नै फाइदा हुन्छ। साथै हामीले ज्वरो आउँदा यो फललाई औँलाले थिचेर त्यस रस निकालेर निधार र कञ्चनमा दल्नाले निकै नै सन्चो हुन्छ। र जसलाई भोक लाग्दैन अर्थात् खाना रुच्दैन यो फलले भोक रुचाउने काम गर्छ। र तितो मन पर्नेलाई यसको अचार असाध्यै मिठो हुन्छ। अर्को भिडियोमा म यसको अचार बनाउने छु र हजुरहरूले हेर्नुहोला। धन्यवाद।